नमस्ते सम्पूर्णमा। सो आजको यो मेरो भिडियो निकै खास हुनेवाला छ, किनभने मैले भन्दै आएको थिएँ कि प्रोडक्सन हाउस खोल्दैछु नेपालमा भनेर। सो त्यसको लागि हाम्रो ग्याजेट आइसकेको छ, जुन चाहिँ मसँग सोनी अल्फा 7 4 हैन क्यामेरा छ। यहाँ अनबक्सिङ गर्न जाँदैछु। सो नेपालमा रहँदा पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको थिएँ अमेरिका आउनुभन्दा अगाडि, र अमेरिकामा हुँदा पनि एउटा डान्स च्याम्पियन सिजन 2 गर्ने मौका पाएको थिएँ मेरो भाइहरूको साथ सहयोगले गर्दाखेरि। सो आज चाहिँ अनबक्सिङ गर्न जाँदैछु म। दिस इज अ सोनी अल्फा 7 4 गाइज हैन, 33 मेगापिक्सलको छ भनेदेखि 4K 60 फ्रेममा हान्छ यसले चाहिँ। स्टोरी टेलिङ एनी काइन्ड अफ बिएको भिडियोहरू बनाउन खोज्दै हुनुहुन्छ, मेहेन्दी, अब कुनै पनि इभेन्टहरू हुँदैछ तपाईको घरमा नेपालमा भनेदेखि हामीलाई सम्झन सक्नुहुन्छ एल्बिन प्रोडक्सन है त। सो मेरो भाइ अशोक छ, अशोकले चाहिँ यो प्रोडक्सन हाउसको जिम्मा लिनेछ, हेर्नेछ भनेदेखि म्यानेजमेन्टमा हाम्रो मोहन राउत भान्जा छन्, उसले जिम्मा लिनेछ। यी दुईजना मिलेर एकदम बवाल गर्नेवाला छन् गाइज नेपालमा हैन। सो किप इन कन्ट्याक्ट विथ अस गाइज। सो अनि हामीसँग रिचार्जेबल ब्याट्री पनि छ यसको लागि। सो अर्को एक्स्ट्रा ब्याट्री पनि चाहिन्छ भन्ने कुरो भएको थियो, त्यो कारणले रिचार्जेबल ब्याट्री पनि छ। त्यसपछि हामीसँग सोनीकै अर्को छ WH-1000 XM4 नोइज रिकन्सिलेसन दामी छ हेडफोन। सो यो चाहिँ मैले आफ्नो युजको लागि यहीँको लागि युज गर्नको लागि लिइरहेको छु भनेदेखि। सो यो पनि छ गाइज, यहाँ देख्न सक्नुहुन्छ। अर्को हामीसँग लेन्स त नभई हुँदैन भन्ने कुरो आइसकेपछि मेरो भाइले मलाई लेन्सको डिमान्ड राखिसकेपछि लेन्स चाहिँ कुन लिने भन्दाखेरि चाहिँ उसले उसैको भनाइअनुसार लेन्स पनि लिएको छौँ। यो लेन्स चाहिँ हाम्रो प्रोजेक्टको मुटु हुनेछ अहिलेको लागि चाहिँ। लेन्स कुन हो भन्नुहुन्छ भने सोनीको FE2470mm को 2.8 GM लेन्स है त। सो लेट्स ओपन क्यामेरा फर्स्ट। अनि तपाईहरुले यो भिडियो क्यामेरा अनबक्सिङ गर्दा गर्दै पनि साइडमा तपाईहरुले देख्न सक्नुहुन्छ हाम्रो ओपनिङ सिनहरू त्यहाँ कसरी गर्दैछन् भाइहरुले, त्यो पनि भिडियो हाल्दैछ नि यस मार्फत। अनि यो ग्याजेटहरू चाहिँ जस्ट इट्स फर्स्ट स्टार्टिङ फेज हो हैन। अब अर्को चाहिँ हाम्रो सोनीको FX3 Mark II आउनेवाला छ, जुन चाहिँ लन्च भएको छैन, विच इज भेरी स्पेशल फर म्युजिक भिडियोज एन्ड डकुमेन्ट्री हैन। जति पनि तपाईहरु यो कन्टेन्ट क्रिएटरहरु हुनुहुन्छ मिलेर अगाडि बढ्नको लागि हामीसँग कन्ट्याक्ट गर्नु होला। सो लेट्स ओपन। कताबाट ओपन गर्ने नि थाहा छैन मलाई हैन, के छ बक्समा भन्दाखेरि तपाईहरुलाई देखाउँदै छु म। पेपर भयो, यो 2XW वारेन्टी, बट्टा मात्रै ठुलो रहेछ गाइज। क्यामेरा चाहिँ यो पनि एक सानो हुँदो रहेछ नि त। ओके, क्यामेरा देख्न सक्नुहुन्छ है। के छ भन्दाखेरि एउटा फिता छ अनि चार्जर छ, यसमा केही छैन। सो अहिले यसलाई यहीँ राख्दिउँ हैन। अब म देखाउँदैछु अर्को लेन्स। सो लेन्स ओके, सो लेन्सको चाहिँ ऊ पनि आउँदो रहेछ, लेन्सको चाहिँ यो पनि आउँदो रहेछ, दामी लाग्यो ल। चेन पनि यस्तो खालको रहेछ, क्यामेराभन्दा ठुलो चाहिँ लेन्स छ गाइज हैन। अनि एक्सपेन्सिभ पनि निकै एक्सपेन्सिभ छ। सो अहिले यसलाई धेरै नगरौँ होला, अनबक्सिङ जस्ट फर अनबक्सिङ। सो ठ्याक्कै यो भिडियो बनाउँदै गर्दाखेरि मेरो नेपालमा पनि एल्बिन प्रोडक्सनको सुरुवात भइसकेको छ। नेपालमा पनि हाम्रो उद्देश्य भनेको स्थानीय प्रतिभालाई मौका दिने हो, जुन मैले पहिलेदेखि नै गर्दै आएको छु। जतिजनाले पनि मलाई एल्बिन बस्नेत भनेर चिन्नुहुन्छ उदयपुर गाईघाटमा, सो उहाँहरूलाई थाहा छँदैछ। सो स्थानीय प्रतिभाहरूलाई मौका दिने ठाउँ बन्ने छ यो। सो डोन्ट फर्गेट टु लाइक, शेयर, सब्सक्राइब। जति पनि हामीसँग आबद्ध हुँदै जानुहुन्छ यहाँहरूलाई कुनै न कुनै मार्फत तरिकाबाट हामी गिभ अवेहरू पनि गर्दै गर्नेछौँ। हामीलाई यो प्रोजेक्ट स्टार्ट गर्नको लागि साथ सहयोग दिनुहुने सम्पूर्ण साथीभाइहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो भाइहरू अब मनिष श्रेष्ठ, अशोक बसेल, मोहन राउत, एलेक्स बसेल, सन्जु खड्का लगायत सम्पूर्ण साथीहरू हुनुहुन्छ। यहाँ सबैजनालाई धेरै भन्दा धेरै धन्यवाद। र अबको प्रोजेक्ट दामी हुनेवाला छ गाइस। टिल देन वाच अस, बाई, सी यू।